गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन सबैजनालाई नमस्ते। म चाहिँ सोनिका राई सर र म चाहिँ आज आएको छु तपाईँहरूको मेला हेर्न सक्नुहुन्छ। तर मलाई थाहा छैन के मेला लागेको छ, सो म भित्र एन्टर हुँदैछु। अब त्यो चेस्मा नलगाउँ होला, अलिकति सरम लाग्दैछ। साथीहरू हेर्न सक्नुहुन्छ मेलाभित्र चाहिँ तपाईँहरूको मेरो साउन्ड सुनेको छ कि छैन एकदम हेर्नुहोस्। म चाहिँ अस्ति नै यसमै चढेको थिएँ, मेरो चाहिँ सातो गएको थियो। यहाँ चाहिँ एकदम गिलास लडाउनु पर्ने मान्छेहरू खेलिरहेको छ। यहाँनिर एम हुनु पर्यो। सो यहाँनिर सबै गेम खेल्ने, हाम्रो बुढाले पनि खेल्छ कि खेल्ने क्या लडेन, तर पुरा लडाउनु पर्ने अवस्था होला। चाहिँ हामीहरू जाने समुद्रतिर लागेको छ, तपाईँहरूलाई देखाउँछु। यो मेला लागेको छ भन्ने कुरा चाहिँ खास गरमा हो भने चाहिँ हामीलाई थाहा थिएन। र यहाँ हेर्नुहोस् त, यो चाहिँ यो क्यारनले चाहिँ एकदम माथि उठाएर मान्छेहरूलाई मजा चखाउँछ। कसरी उठाएको नि बाबा रे। साथीहरू हामी चाहिँ अहिले जाँदैछौँ उता समुद्रतिर है। पछाडि चाहिँ डेक खतरा बजिरहेको छ। कस्तो लाग्यो तपाईँलाई? झकास गाइस, दामी छ। जबरजस्ती कसको? बुढीको। बुढीले गर्दा मेरो बाबुलाई चाहिदिएर मेरो बाबुलाई म चाहिँ उसलाई अस्तिदेखि जाम भनेर जबरजस्ती गरिरहेको थियो, तर ऊ आउनु खोजेको थिएन। आज फाइनली आयौँ र मेला पनि लगाएर रहेछ, हामीलाई थाहा थिएन साथीहरू। सो साथीहरू यहाँ हेर्नु, हामी चाहिँ अहिले जुस पिउन आएको छौँ। मान्छेहरूको भिड यति धेरै छ कि तपाईँहरूलाई के देखाउनु भइरहेको छ यहाँ मलाई हो। तर हेर्नु सक्नुहुन्छ यति धेरै भिड छ कि आम्मामा। बोटिङ गर्ने भने बोटिङ तपाईँको सबै छ यहाँनिर। चाहिँ सोधी पनि रहेको छ, हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ म चाहिँ यहाँनिर एकदम फ्रुट्सहरू खाएर चाहिँ बसिरहेको छु। हाम्रो बुढा चाहिँ यता छन् होइन छन् कता अरे हेर्नु त। अन्त यहाँ बसिरहेको छु मैले चाहिँ हामीहरू। सो अझै घुम्नु बाँकी छ। हेरौँ अब ज्यादा घुम्छु, तपाईँहरूलाई देखाउँछु। जति सक्दो तपाईँहरूलाई देखाउने प्रयास गर्ने छु साथी हो। यो यहाँनिर चाहिँ त्यो समुद्रको छल्को चाहिँ आउँदैन, किन भनेदेखि यहाँनिर चाहिँ उता फोरकोची भन्ने जग्गा छ। यो समुद्र पार भएर जानुपर्छ, त्यहाँ चाहिँ समुद्रको छल्को आउँछ है। यहाँ चाहिँ छैन। यहाँ चाहिँ बोटिङ छ, बोटिङ गर्नु सक्छ तपाईँहरूले, सबै गर्नु सक्नुहुन्छ। र यही बोटिङ गरेर नि जान्छ फोरकोची। साथी हो हामी चाहिँ ब्याङ्क खोज्दै हिँडेको अरे। यहाँ घरमा पैसा पठाउनु परेन। यता कसरी पार हुनु? यहाँ हेर्नु न, यो के हो? ए गिरगिट। ओइ गिरगिट यही होइन कि के हो? गिरगिट हो कि के हो? यहाँ हेर्नु न, साँप अन्त अब माई गड। अन्त यहाँ हेर्नुहोस् तपाईँहरू, यहाँ हेर्नु न हो के हो। यो जनावरहरूको नाम पनि थाहा छैन। र यहाँ हेर्नुहोस् तपाईँहरूको साँप एकदम पुरा हेर्नु सक्नुहुन्छ कस्तो पटालिएर चाहिँ बसिरहेको छ यहाँनिर। कि यहाँ हेर्नु चल्दै गरेको साँप हो। यहाँ म चाहिँ साँप देखाउँदै हिँड्दैछु। यहाँ चाहिँ के छ? केही छैन त। ओ कछुवा साथीहरू, कछुवा। दोडा कछुवा रहेछ, यहाँ पनि रहेछ। र यहाँ हेर्नुहोस् है, टुटु हेर्दैछ मलाई टुटु। हेर्नु सक्नुहुन्छ यहाँनिर बिल्लीहरू पनि त कति क्युट। र यहाँनिर हेर्नु न हौ, तपाईँहरूलाई म देखाउँछु ल। हो दुईवटा छ। हेर्नु तपाईँलाई यहाँ सुगा, यो चाहिँ बोल्दो रहेछ फेरि। हो हेर्नु बोल्दो रहेछ बोल्दैछ। के भन्दैछ पत्ता छैन। अन्त तपाईँको यहाँ हेर्नु न फेरि क्युटी। धेरै क्युटीहरू छ। हेर्नु न साथीहरू, यहाँनिर एउटा चरा बोल्ने सुगा छ, हेर्नुहोस् है। ओ बोल्दैछ, आरा हेलो भन्दैछ। साथीहरू जलपरी हेर्नु, फेरि बर्बाद छ जलपरी हेरेलु। जलपरी खतरा खाँदा भन जलपरी त।
रियल साँप हेर्नु सक्नुहुन्छ गाइस। के गर्नु हाउ क्यान पोसिबल। जति सक्दो मान्छेहरू चाहिँ त्यो बोल्ने सुगासँगै छ। यहाँ नो साथीहरू गिरगिट त होला नि के हो थाहा भएन खोइ के हो के यहाँनिर छ पानीभित्र साँप हो उयो बाबु यो थाहा भयो यो के हो दुम्सी काँडा गरेर यसले यो चाहिँ के हो खोइ के हो यहाँ हेर्नु न साँप हो कस्तो खतरले बसिरहेको छ। यहाँ पनि साँप छ। यहाँ पनि साँपै छ तपाईँको हेर्नु न हो बट्टा दिएर बसिरहेको छ। अन्त तपाईँको यहाँ हेर्नु यो चाहिँ सुती मात्रै रहँदो रहेछ के हो कुनै हेर्नु न बुढो बाजे जस्तै देखिरहेको छ सुती मात्रै राख्छ हो फुल टाइम स्लिपिङ यो त फुल टाइम स्लिपिङ है। सो साथीहरू म तपाईँ आजको ब्लग यतिमै एन्ड गर्छु र यो एन्ड गर्नुभन्दा अगाडि हेर्नुहोस् कालो साँप हो। सो साथीहरू तपाईँहरूलाई आजको मेरो ब्लग के कस्तो लाग्छ मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। सो बाई बाई भन्नुहोस् आज तपाईँ